गाइज वेलकम ब्याक टु रन रियर विथ जेस्पर होइन। अनि आज चाहिँ हामी चाहिँ भ्लगको सुरुवात भनेको टक्क घरकै अगाडिबाट भयो होइन। एन्ड आज अब के हुन्छ भरे देखाउँदै जान्छु म। आई डोन्ट नो आज के हुन्छ भनेर होइन हाम्रो। एन्ड दिस इज माई गेट अफ टुडे होइन। यु क्यान सी मैले यस्तो ड्रेसअप गरेर गएको थिएँ आज युनिभर्सिटी जाँदाखेरि चाहिँ। अनि आज चाहिँ हाम्रो के भन्छ फिजिक्स र बायोलोजीको क्लास छ होइन। 9 to 11 फिजिक्स छ। एन्ड देन आफ्टर द्याट फेरि 2 देखि 4 बजीसम्म बायोलोजी क्लास छ होइन। अनि दिउँसो हामी बिचमा लाइब्रेरीमा हुन्छौँ। इट्स रियल्ली के भन्छ त्यसलाई सन्नी डेज आज चाहिँ होइन। हामी चाहिँ घरबाट निस्किसक्यौँ ready for our college. So आजको दिन चाहिँ एकदमै सन्नी एन्ड ब्युटिफुल छ होइन। अनि हामी कलेज जाँदाखेरि चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ माथि मेन 28 किलोको बाटो पनि छ होइन। तर त्यो अलिकति लामो पर्छ क्या। अनि हामी त्यसरी बारीबाट कसको बारी हो बारीबाट टेक्दै हामी जान्छौँ। हामीले आफैले निकालेको सर्टकट हो यो चाहिँ होइन। अनि यहाँ माथि चाहिँ अलिकति यस्तो उकालो छ ठाउँ होइन। खुट्टै दुख्छ क्या त्यहाँनिर चढ्दा काप्स दुखेर खुट्टाको हैरान हुन्छ। तर पनि अब जानै पर्यो होइन पढ्ने विद्यार्थी भए पछाडि। सो अलिकति हलिँदै सारा फोनहरू खाल्टा खुल्टिसकेपछि एडजस्ट है। अनि यहाँनिर चाहिँ हाम्रो फिजिक्स सरले पढाउँदै हुनुहुन्थ्यो क्लासमा। वी आर हेल्डिङ अ क्लास अफ फिजिक्स। रमाइलो भइरहेको थियो होइन। सरहरूसँग गफ गर्दै गर्न रमाइलो भएको थियो। अनि यहाँनिर चाहिँ म सरले पढाउँदै हुनुहुन्थ्यो अगाडिपट्टि। अनि हामी नोट बनाउँदै थियौँ। सरले हामीलाई नोटमा लेख्न लगाउँदै हुनुहुन्थ्यो र हामी सबै सार्दै बसिरहेको थियौँ। एन्ड दिस इज अ टाइम ल्याप्स अफ द्याट मोमेन्ट। एन्ड देयर वाज अ इभेन्ट अफ अ मेकानिक स्टुडेन्ट्स। अनि मैले पनि थोरै इभेन्टमा गएर हेरेँ कस्तो भइरहेको रहेछ भनेर। एन्ड देन हियर वाज समवान हु इज स्पिकिङ अबाउट द मेकानिक्स एन्ड द एचिभमेन्ट द्याट दे हेभ डन। एन्ड त्यहाँनिर बुक लन्च पनि भएको थियो एउटा। त्यो पनि मैले हेरेँ। अनि त्यस पछाडि चाहिँ हामी लाइब्रेरीमा गयौँ र हामीले लाइब्रेरीमा गएर नोट गर्न थालेँ। मैले फिजिक्सको मैले गरिसकेको थिएन र फिजिक्सको नोट गर्दै म आफ्नो बाइसेप्सहरू देखाउँदै बसिरहेको थिएँ। एन्ड एट द्याट मोमेन्ट त्यति गर्दै हाम्रो फेरि बाहिर खाना खाने जाने प्लान भयो। एन्ड देन मैले अलिकति नोट गरिसक्न आँट्दाखेरि साथीहरू आइपुग्यो र अनि फेरि हामी गयौँ खाना खानको लागि। अनि यहाँनिर चाहिँ म लाइब्रेरीबाट उठेर बाहिर निस्किएर जाँदैछु टु हेभ अ फुड। हामी बाहिरतिर जाने भन्ने प्लान बनाएको थियो र हामी बाहिर जाँदै थियौँ टु हेभ अ फुड। हामी चाहिँ गाइड सब खाना खानको लागि गएको होइन। जाडो छ यहाँनिर लास्टै जाडो छ। थुरुरुरु कम्ने गरेको जाडो छ नि। Trust me, I give it a chance. When my hands stop the one that starts to dance. कालो देखियो त मलाई त। यता पनि कालै आउँछ है। कालो भयो त। यस्तो गर्दै ब्लग गर्नु अरे। Trust me, you give it a chance when my hands stop that start to dance. What's your love?
अब बाँकी रहेको अरू भ्यू चाहिँ हामी अब अरू दिन देखाउने, किनभने सबै भ्यू एकै दिन देखायो भने पछिको भ्लगको लागि कन्टेन्ट हुँदैन। सो द्याट्स वाइ वी आर नट सोइङ अल द भ्यू हियर। यो हाम्रो मेन बिल्डिङ अगाडि केयुको। अनि यहाँनिर चाहिँ के छ भन्दाखेरि केयुको म्याप छ क्या, यत्रो लामो ठुलो एरिया छ नि त, अनि त्यही भएर कसैलाई थाहा नि हुँदैन कता कता जाने भनेर डिपार्टमेन्टहरू होइन। अनि थाहा नहुनेहरूले चाहिँ यहाँनिर आफ्नो डिपार्टमेन्ट हेरेर अथवा कुन ठाउँमा जानुपर्ने हो त्यो ठाउँ हेरेर जान्छ। बुझ्यो केटा हो? अहिले दिउँसो हुँदाखेरि पनि लट्स अफ भिड छ यहाँनिर होइन। स्टुडेन्टहरू कोही आउँदैछ, कोही जाँदैछ, आउने जाने प्रक्रियाहरू चलिरहेको छ होइन। ओहो सबै त अब आफ्नो कन्टेन्ट निकाल्दाखेरि पनि तिमीहरूलाई पैसा दिनुपर्ने मैले बात गर्नुलाई। यहीँनिर हो, यहीँनिर हो यसमा गाइड सिनहरू यहाँनिर सेको खाने भनेर जाँदैछ कि, तर ठाउँ चाहिँ पुनः मलाई पनि थाहा भएन। के साह्रो कालो आएको के हो? अनुहार चाहिँ देखेको छ कि छैन थाहा छैन मलाई होइन, तर म बाटोमा हिँड्दैछु। हिँड्न चाहिँ देखिरहेको रहेछ अलिअलि भए पनि देखिरहेछ। अनि यहाँनिर चाहिँ हामीले जिरा राइस एन्ड चिकन चिल्ली अर्डर गरेको थियो र हाम्रो अर्डर आइसक्ने बित्तिकै हामी भोक लागेर हताश भएको बेलामा हट्तपट्ट खाएर हामी निस्किन आँटेको थियौँ। एन्ड इट वाज रियली नाइस टु ह्याभ इट। मिठो थियो तर अलिकति प्राइस चाहिँ धेरै थियो होइन, तर पनि केही छैन। अनि यहाँनिर चाहिँ हामीले के गरेको थियो भन्दाखेरि पोर्कको सेक्वा अर्डर गरेर हामी बसिरहेको थियौँ। एन्ड देन वी आर वेटिङ फर आवर टर्न, कतिखेर चाहिँ हाम्रो सेक्वा आउँछ भनेर। एन्ड देन त्यस्तै भयो। एन्ड दिस वाज द लास्ट क्लास अफ आवर्स अफ टुडे। यहाँनिर चाहिँ हाम्रो बायोलोजी पढाइ हुँदै थियो अनि हाम्रो बायोलोजीको टिचर्सको आज बर्थडे पनि थियो र उहाँको हामीले बर्थडे सेलिब्रेट पनि गऱ्यौँ त्यहीँनिर। एन्ड हाम्रो क्लास सके पछाडि हामी त्यहाँदेखि उता निस्किएर हामी चिया खाना ठाउँमा गयौँ। एउटा सानो क्याफे थियो, त्यहीँनिर गएर हामीले चिया खायौँ। अनि केटाहरू चाहिँ यहाँनिर चेस खेल्दै थियो होइन, कोही फोन चलाउने कोही चेस खेल्ने। अनि हामी चाहिँ अर्डर गरिसकेर एउटा हुक्का पनि अर्डर गरेको थियो। एन्ड देन वी आर वेटिङ फर आवर हुक्का। एन्ड फाइनली हाम्रो हुक्का पनि आइपुग्यो। एन्ड देन मैले यहाँनिर हुक्का तान्दैछु इन अ चिल वे। दिस वाज मी हु वाज ह्याभिङ अ हुक्का अन द्याट मोमेन्ट। एन्ड रमाइलो भयो, अरू नयाँ नयाँ साथीहरूसँग पनि भेट भयो, सबैजना मिलेर हुक्का तान्यौँ। एन्ड देन आफ्टर सम टाइम यसरी नै हुक्का तान्दै बित्यो र हामीले हाम्रो डिपार्टमेन्टको बारेमा कुरा गऱ्यौँ र आउनेवाला फ्युचर्सको बारेमा सबैको बारेमा हामीले कुरा गर्दै गफ गर्दै हाम्रो त्यसरी नै टाइम बित्यो। एन्ड देन अरू त्यस्तै भयो।